पनि हो भने पेरेन्ट्सहरू पनि हामीले बच्चाहरू डिजिटली एडिक्टेड छन् भन्ने कुराहरू राख्छौँ नि, त्यसको मेन रिजन के हो? पेरेन्ट्सहरू पनि डिजिटली एडिक्टेड छन् कि। जस्तो हामीले कतिपय केसमा हेरिरहेको हुन्छौँ, कहिलेकाहीँ मेरै घरमा पनि हुन्छ, म आफूलाई आइडलाइज गर्दिनँ। म एउटा फोनमा हुनसक्छु, मेरो श्रीमती एउटा फोनमा हुनसक्छ, मेरो बाबा एउटा फोनमा हुन सक्नुहुन्छ, मेरो छोरा एउटा फोनमा भएको सिचुएसन्सहरू हुनसक्छ नि त। तर त्यसलाई मिटिगेट गर्नको लागि चाहिँ हामी यो चिजमा सतर्क हुनु पऱ्यो। यो भिडियो बनाउँदा चाहिँ हजुरले चाहिँ कसरी हुन्छ घरमा चाहिँ स्क्रिन फ्री टाइम्सहरू, कमसेकम डिनर खाँदाखेरि चाहिँ कसैले पनि फोन चलाउन नपाउने, होइन? कमसेकम एउटा चाहिँ लिमिट सेटिङका कन्सेप्टहरू। लिमिट सेटिङ भनेको ल 2 घन्टा होमवर्क गरेपछि 2 घन्टा फोन चाहिँ चलाउनु पाउने, तर त्यसपछि चाहिँ फोन अफ गर्नुपर्ने। त्यसलाई चाहिँ हामी कन्ट्र्याक्ट गर्ने। म पनि फोन अफ गर्न सहयोग गर्छु तिमीलाई मन नलागेको बेलामा, तिमीले मलाई दियो भने त म तिमीलाई पुरस्कृत गर्छु, रिइन्फोर्समेन्ट गर्छु भने जस्तो कन्सेप्टहरू। हप्तामा 1 दिन चाहिँ स्क्रिन फ्री डे, होइन? घरका सबैले चाहिँ कसरी हुन्छ हामीले स्क्रिन नचलाउने। अर्को चाहिँ कलेक्टिभ स्क्रिन टाइम। प्रब्लम के भइरहेछ भने मैले हेर्ने सिनेमा, मेरो छोराले हेर्ने भिडियो, मेरो आमाले हेर्ने भजन र मेरो बाबाले हेर्ने स्पोर्ट्स आफ्नो डिरेक्सनमा छ। अब हामीले कमन स्क्रिन टाइम बनाउनु पर्यो, जहाँ चाहिँ हाम्रो कमन लर्निङ र कमन अट्याचमेन्ट हुनु पर्यो क्या। जबसम्म हामी त्यो गर्दैनौँ, यो इन्टरनेट पर्सनलाइज्ड स्पेसले गर्दाखेरि चाहिँ कुन डाइरेक्सनमा बच्चा पुग्छ, उसको ट्र्याजेक्टरी के हुन्छ, नोबडी क्यान सी।